भाषा सम्बन्धी खखा भाषा न चैटाउरु छि चाहिँ कार्य न विषयकलाई बाखे महाभाषा चाहिँ विषयले के विशेष महत्त्व ब्याली दिउदो जिन ठ छिटपुल्ट चाहिँ भने गु भाषा सम्बन्धी विषयले के यी छकु छ नवा नौलो गु कि चाहिँ भाषा ठाउँ 20-25 वर्ष यहाँ हो आ हो ढाटे ढामा लाग्छ धोली चाहिँ सेनाउनु मरेर छाला चाहिँ यहाँ सुएर यहाँ झी चाहिँ भने भोलि नेवाट पर्सेन्टेज अनुसार ठाउँ चाहिँ भने यी यहाँ रो बनाउनु सुइरो बनाउनु चाहिँ एसएससी चाहिँ जाँचमा ठाउँ चाहिँ भने जी प्राइज बेच्नुहरू उयो चाहिँ भाषा नेवा भए चाहिँ पहिला लामो यस्तै बिउट गरे ठुसी जम्मा झिङखुमेसन जम्मा झिङखुमेसुमा गु के 25-30 हजार जी जनसङ्ख्या अनुसार डेमा अयो अवस्था झिङको आफै त गैना चाहिँ फाँसे छ बाँड्यो ठेगाडीको नापाला चाहिँ 34मा लोकसेवा आयोग झिउ चाहिँ नेपाल भाषा चाहिँ नम्बर चाहिँ बेटाहरू नम्बर कायो लागि जागिरको लागि न चाहिँ यो कुसान चाहिँ नेपाल भाषा न कुसा ठाउँ पर्सेन्टेज अनुसार बनाएको छु तर ठाउँ वया चाहिँ नेपाल सरकार वो भाषा सम्बन्धी क्या चाहिँ नम्बर बिउ भन भन चाहिँ हिसाबको चाहिँ भने मातृभाषाले छुयो या मातृभाषा का या तो चाहिँ हिसाब का ढेका ठया चाहिँ भने प्रश्नावली चाहिँ जो वो प्रश्नावली यहाँ चाहिँ झन्झन सेनाउन झे बस्दैसँग पुग्छ हिसाब बाहेकले चाहिँ भाषा सम्बन्धी वास्ता आइमुखो ए बिहा चाहिँ सेना हुन पुग्न लोकसेवा आयो किसिम चाहिँ छिटो चाहिँ भने नम्बरै मबी चाहिँ वो मरि हुन दोस्रो चाहिँ भने हिसाब कायो ठया चाहिँ भने लोकसेवा आयोग या तो जाँच काइपी चाहिँ भने शिक्षा मन्त्रालय ने थोरै कया जेमसन चाहिँ भने थुप विषयले कया मन्त्री टेठा कयौं पटक जिपी चाहिँ भने डेलिगेसन होना थो चाहिँ मैले कमसे कम नेवा भाइ त विशेषता दियो चाहे हिसाब कायो नेपाल भाषा कायो गाड्यो खम नेपाल भाषा फिर नंबर या तो 25 नंबर दियो या 50 नंबर दियो या 100 नंबर दियो वह जगह क्या माला है जान माने बर्मुटेशन चाहिँ भने त्यो समस्या माने जुवे मको आठ तक न छिसन चाहिँ खया yana ठाउँ चाहिँ आँखा भोपिए मरि उन्नुको आठ ठठे नगाल छ आठ पेडिसन चाहिँ भने जी डाटा कहिले काठमाडौँले जम्मा सरकारी स्कुल 295 रुपैयाँ उकी बाल विकासी 336 रुपैयाँ जम्मा सरकारी चाहिँ 629 स्कुल रुपैयाँ प्राइवेट स्कुल चाहिँ 2475 रुपैयाँ अब कि सरकारी दरबन्दी 4283 रुपैयाँ वो चाहिँ नेवा गएको कि समस्या दिउँ मक्का फुक्क चाहिँ पनि कहीँ भए जग्गा यो किस्म चाहिँ खास है नगरपालिका बोला नगरपालिका जया ढेका ढाला नगरपालिका झिसो भरोसा पुनः नगरपालिका न आजकै भित्र जम्मा काठमाडौँ नगरपालिका जम्मा 30 जवान चाहिँ मास्टर टेटाउ पुग्यो वोन मास्टर 1-2 घन्टा तक बन्थ्यो वोन न्याउ क्लास तकको बन्थ्यो अयो किस्म चाहिँ जिउ भा थयो किस्म दिया चाहिँ झन तनाव हुनुका उखुन्न नेपाल भाषा एकाडेमी जिरो चाहिँ कि संरक्षण खा वो कि जे अन ढन ठया अन चाहिँ जे 1 लाख रुपैयाँ दान कि तो चाहिँ गया सा तो भाषा त ठकायो या त भाषा चाहिँ मनु भग्रमेश्वर खया मन त मास्टर भग्रमेश्वर कि तो चाहिँ दिएम हो सुन न नगरपालिका टल न सरकार बिल न छिउ भाषा त चाहिँ गु सुझरे आयो खै त दया छसन डेलिगेसन हुन न जुएम हो या यहाँ जुएम हो झिए ठया चाहिँ मङ्गल सिटी चाहिँ मन्त्री जुबले जी वर्कर नेका चाका डेलिगेसन हुन्थी या पुग्नु बोनो या पुग्नु मन्त्री जन या मको अनि मन्त्रालय सचिव त्यो हिँड्ने हुन्छु या अयो या चाहिँ भाषा सुनाउन सुचाउँदो ठोक किसिम चाहिँ जी जिउ चाहिँ छु नारा ढल्लासा जी चाहिँ खपेन स्याम्टाइ हो पाके फुक्क खपाएर चाहिँ 500-600 जवान जो
सर्नु अलल चाहिँ भने अब कार्यकारिणी चाहिँ भाषामा सकिन्छ एउटा भाषावाला सञ्चालक न फुक यवाटै यवाट उठा खै भाषा सञ्चालन या त अलि एम त या छिमसँग चाहिँ या नेवा भाइ जस्तो नि खस नेवा भाइ चाहिँ या खस ढिका 50,000 बडान छ नते गीत गयो वो 50,000 डान मका त्यसको मतलब चाहिँ भने नेवा भाइ वाला त्यसै या अयो अवस्था चाहिँ वे बोलो ठल न वे तसिन आठ धमा वे पुजै तुंदु बार गाडे मस्ते सँग छुछु नेवा चाहिँ भाइ भन्दै राख्नु संस्कृति भन्दा किताब त्यहाँ दे मुख छुए दे मुख नि अयो अवस्था चाहिँ जिया हुन चुचुंदु एजु जुन्डी जिउको नेपाल भाषा एकाडेमी न 1 लाख रुपैयाँ कोर्स चाहिँ 1 लाख रुपैयाँ जिते ल्याउनु वो चाहिँ मनु भर्न या मलाई गया मलाई सुया मलाई जाया मलाई एजु नि तो मिसा दु खलाइ न तु बिचारा नेवा ठका खर्च कि 50,000 रुपैयाँ दान चनते अब कितना चाहिँ ठीक छ 50,000 वाला छुए गई मुगो मुनमे भर्न या त या चाहिँ 10-20 50 लाख रुपैयाँ दान उठा मैले भन्छु वो पिछले क्या शिक्षण कुर्सी आउला छ्याउ ख गैना या त झौ उठा अठी आशा चाहिँ ठो चाहिँ नि चिज भाषा चाहिँ आफै नसची भाषा चाहिँ एकदमै ढबेजुल फिट भाषा त गैना ठकायो फुक्सा चाहिँ माइलो भाषा चाहिँ ठाउँमा मार्यो तर गठिया चाहिँ ठकायो वो चाहिँ छुया वास्तामहरु भाषा त अल ठुल्या जो बिन्ती तो भाषा त गैना ठकामा आउका सिक्नु फुक्सा चाहिँ मेरो नातो भाषा ठकाइदिन्छ धन्यवाद